चाहिँ साथी हो यो चाहिँ एकदमै सिङ्जी पाबुङपट्टिको होमस्टेहरू हो। म चाहिँ आज निमङ गएको थिएँ, त्यसले गर्दा फर्केर आउँदा हेर्नुहोस् न क्या दामी दामी सिनहरू छ होमस्टेहरू यो पाबुङमा। मजाले यो गाउँलाई डेभलप गरिरहनु भएको छ, एकदम रमाइलो जग्गा छ। हेर्नुहोस् है मकै बारी पनि छ। म आफ्नो गाडी लिएर गइरहेको थिएँ र यसो अब घर फर्किँदैछु कालिम्पोङ। अझै यहाँ मुनि मुनि पनि छ अझै राम्रो राम्रो। म तपाईँहरूलाई अलिक यहाँ तल गएर पनि फेरि पनि देखाउँछु। यो होमस्टे चाहिँ एकदमै दामी भ्यू पोइन्ट देख्छ। यो चाहिँ मजाको भ्यू पोइन्ट भएको जग्गा छ, यहाँबाट कालिम्पोङहरू मजाले देख्छ। हेर्नुहोस् है यो चाहिँ पाबुङमै हो, खर्कसिङ गुरुङको होमस्टे हो। ओभर दामी पनि चल्छ र उहाँ सिन पनि मजाको देखिरहेको छ। यहाँबाट भ्यू पोइन्टहरू एकदम दामी देख्छ। यसो मालिक पनि उयो मकैबारीमा छ, तपाईँलाई म जुम गरेर देखाउँदैछु। मालिकले पानी हाल्दै रहेछ यहाँ। म त ओरा सटकबाट गरेको, मालिक चाहिँ उहीँ हुनुहुन्छ।